मार्यो ल एउटा ठुलो माछा परिरहेछ अरे ल साथीहरू एकैचोटि भन्नुहोस् त हेलो साथीहरू मेरो भिडियोमा यहाँहरूलाई स्वागत छ म र मेरो भाइ चाहिँ जाल हान्ने भनेर चाहिँ माथि नदीमा आएका छौँ हेरौँ कतिको चाहिँ माछा मर्छ परेछ र आयो 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 राम्रै माछा पऱ्यो यार है छ र आयो 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 ओइच बप्पा लगाइदिएर यार के हो असल है बुदुना जस्तो छ है ल साथीहरू फेरि पनि पर्यो ल बवाल छ हो माछा तान तान हुनुपर्छ माछा ल छैन क्या है नरहेछ ल एउटा ठुलो माछा परिरहेछ अरे खुस्किएको हो र ए छ ओए ल देखा त ओए झिक झिक अड्कियो छ माछा माछा चाहिँ छ तर जाल अड्कियो हो अड्केपछि त फेरि आपत हुन्छ क्या ए फेरि आयो ल साथीहरू बबाल परिरहेछ त माछा त यार छैन रहेछ ए छैन भनेको त पऱ्यो रहेछ हौ डर लाग्दो माछा यो माछाको चाहिँ यस्तो डरलाग्दो काँडा हुन्छ क्या साथीहरू त्यही भएर यसलाई चाहिँ एकदम ध्यान दिएर निकाल्नुपर्छ ल दाइहरू नि पारिबाट वारी नै हान्ने भनेर आउनु भएको छ अब चाहिँ हामी माछा हेर्छौँ हाम्रो टोटल माछा कति भइसक्यो फुर्लुङ भरिसकेछ साथीहरू ल दाइकोमा परेन ल यसमा नि परेन झिक त झिक माउ झिक दुइटै जाल अड्दैछ हौ ल यसमा चाहिँ परेन छ ल त्यसमा चाहिँ एउटा परेको रहेछ ओ दुईटा ल आयो 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 ल एउटा पऱ्यो फेरि साथीहरू ल आयो त्यता नि ल कपाल परिरहेछ माछा ल फेरि पऱ्यो है ओ धन्दै फुस्केको यार यता फेरि भाइको जाल अड्किएर आमामा ल हेर्नुहोस् त अड्कियो भने तनाव छ फेरि यसरी निकाल्नुपर्छ जाल छैन मार्यो ढुङ्गा पो परेछ ऊ आयो आयो ओए आमामा साथीहरू एकैचोटि भन्नुहोस् त